दलालहरू, भ्रष्टहरू, तस्करहरू, बिचौलियाहरू, देशको राजस्व लुट्ने मान्छेहरू, हिजोका रोडपतिहरू जो रातारात करोडपति भए, चप्पल लाउन हैसियत नभएका मान्छेहरू आज काठमाडौँमा अरबपति भएर बसेका छन्। आज होइन, यी मान्छेहरू आज तपाईँ गाउँ बस्तीमा पनि हेर्नुभयो भने जनताको बिचमा तपाईँ जानुहोस्, जनताले चाहिँ हिजो 5 घण्टा लाइनमा उभिएर चाहिँ भोट हाले र भोट हालेर जिताएको मान्छे आज करोडपति भएको छ। तर त्यही मतदाता जसले भोट हाल्यो त्यो आज झन् रोडपति भएको छ, झन् गरिब भएको छ, झन् निरीह भएको छ, झन् दरिद्र भएको छ, झन् दुखी भएको छ। यसका विरुद्ध हो हाम्रो लडाइँ। हो, हिजो भोट हाल्ने मतदाता पनि जितेको मान्छे जस्तै सँगसँगै धनी भएर अगाडि बढेको भए हाम्रो भन्नु के छैन। दुईटियाको सरकारले चाहिँ देशको निम्ति राम्रो गरेको भए, जनताको निम्ति राम्रो गरेको भए, हिजो उनीहरूले बाचा कसम खा अनुसार प्रतिबद्धता पत्र घोषणा पत्र अनुसार काम गरेको भए हामी आफै नानिहाल्थ्यौँ, हामी जनताको बिचमा आफै चाहिँ हराइहाल्थ्यौँ। तर दुईटियाको सरकारले झन् जनतालाई दमन गर्ने आज चाहिँ होइन 20% मात्रै चाहिँ खर्च हुन्छ विकास योजनामा आएको बजेट, बाँकी 80% चाहिँ खाने काम लुट्ने काम भएको छ। सबैतिर हेर्नुभयो भने स्थानीय जनप्रतिनिधि भनिनेहरू आज डोजर साहु भएका छन्, डोजरका मालिक भएका छन्। तर भोट हालेर जिताउने जनता आज झन् कङ्गाल छन्, तिनका भाइ छोरा आज झन् खाडीमा गइरहेका छन्। भनेपछि हिजो जे आश्वासन दिएर भोट हाल्न लगायो आज त्यही जनताले चाहिँ उल्टो चाहिँ होइन दुःख शास्ति प्राप्त गर्नु परेको छ। आज कुखुराको, चल्लाको, अन्डाको चाहिँ कर तिर्नु परेको छ, गाईको, बाछाको, भैँसीको, पाराको जन्म दर्ता कर, मृत्यु दर्ता कर, बिहे दर्ता कर, जुन सबै खालको यो चाहिँ बिक्री छ गाउँ बस्तीमा, त्यसका विरुद्ध चाहिँ हामी लड्नुपर्ने भावनाले हामी एक ढिका भएर अगाडि बढ्न खोज्या होइन। अनि दुईटियाको सरकारले राम्रो गरेको भए त हामी पनि उठेर लगिहाल्थ्यौँ। अब उनीहरूले गर्न नसकेपछि कोही न कोही त चाहिँ गर्नु पऱ्यो नि त, देशको निम्ति कसै न कसै त गर्नु पऱ्यो नि त, सोच्नु पऱ्यो नि त। हामीले नगरेको भए नि अर्को गरिहाल्थ्यो। त्यही हामी के भन्न चाहन्छौँ, सचेततापूर्वक सारा जनतालाई आतंकित नभएर यो फेरि खालको यो गरान लागेको जो सक्रिय गरान चिट्ठीहरू छ, कहिलेकाहीँ निष्पट अन्धकारहरू आउँछ क्रान्तिको दौरानमा, हामीले सोच विचार गरिकन चाहिँ हामीले अगाडि बढ्दै गर्दा चाहिँ यस्ता खालका चाहिँ होइन यो युद्धका विभीषिकाहरू अनि यस्ता खालका अन्धकारहरू, निष्पट अन्धकारहरू, गरानहरू लाग्न सक्छन्। त्यो छिट्टै हट्छ र फेरि उज्यालो भविष्य अगाडि आउँदैछ। भिन्स्टेड सिटिजमा चाहिँ एउटा सुनौलो बिहान झुल्किँदैछ। एक दिन हामी जितेर छाड्छौँ, बाटो अलिकति कठिन होला, अलिक घुमाउरो होला, तर अन्ततः हामी हाम्रो उद्देश्यमा पुगिसक्छौँ। म यही भन्न चाहन्छु। विप्लवजीको त्यो पार्टी नै छैन। अब त्यो त फगत के हो त भने त्यो गुटहरूको ऐतिहासिक खिचडी मात्रै हो। त्यो गुटहरूको महासङ्ग्रहालय मात्रै हो। के गर्नुहुन्छ, किन वर्षमान पुनसँग अङ्कमाल गरेको भनेर मलाई सोध्नुहुन्छ, फोन गरेर सोध्नुहुन्छ, कहिलेकाहीँ त थर्काउनुहुन्छ पनि। तर मैले प्रत्युत्तरमा उहाँहरूले रोल्पाली जनताको बीचबाट उदाएको, पटक पटक मन्त्री भएको, विकासको प्रारूप र खाका भएको, रोल्पाली जनताको भाग्य र भविष्यको फैसला गर्ने त्यो नेतालाई मैले अङ्कमाल गर्न नहुने, मैले यो प्रश्न गरेको छु उहाँहरूलाई। त्यस कारणले म तपाईँ दौरानमा तारा चिन्हमा भोट हाल्ने गरी अगाडि बढ्नुहोस् र तपाईँको भाग्य र भविष्य फैसला गर्ने पार्टी भनेको नेपाली कम्युनिस्ट पार्टी नै हो। त्यो भएर म नेपाली कम्युनिस्ट पार्टीमा आएको हो नि। यसले प्रवेश गर्न सक्नुहुन्न भन्ने पनि तारा चिन्हमा भोट हाल्नुहोस्। त्यो गुलाफ त ओइलाएर गइसक्यो, त्यो गुलाफमा भोट हाल्नुको कुनै उपाय दिएता छैन। 3 घण्टासम्म लाइनमा उभिएर अन्ततः त्यो गुलाफमा त्यो भोट हाल्नु भनेको तपाईँको जीवनको बर्बादी मात्रै हो। त्यहाँ भुलेर पनि नहाल्नु होला। त्यहाँ पहिलो कुरा त गुलाबको फुल छ कि छैन, भेटिन्छ कि भेटिन्न थाहा छैन। तर तेर्सो चाहिँ कोलममा भएको तारा चिन्हमा भोट हालेर वर्षमान पुनलाई अत्याधिक मतले जिताउनको निम्ति म विप्लव निकटका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु। अर्को कुरा, यहाँ काङ्ग्रेस र एमालेका उम्मेदवारहरू पनि आउलान् भोट माग्न। सिधै भनिदिनुहोस्, तिमी जेनजीका हत्याराहरूलाई किन भोट दिने? हिजो वर्षमान पुन विगतमा पटक पटक चाहिँ मन्त्री भइसक्नुभयो। अब अगाडि मैले पनि भने कि यो मुलुकको नेतृत्व गर्ने ल्याकत भएको उहाँ चाहिँ हाम्रो उम्मेदवार हो, हाम्रो नेता हो। त्यस कारणले भोलि प्रधानमन्त्री भएर सिङ्गो मुलुक बनाउँछु भन्ने उम्मेदवारलाई तपाईँले भोट हाल्नबाट वञ्चित नहुनुहोस्। म यो चाहिँ विनम्रतापूर्वक भन्न चाहन्छु। तपाईँको चाहिँ उम्मेदवार जसले के चिनेकै छैन, स्थापित छैन, भोलि कथम कदाचित जितेर गइहाले पनि उसले विकास गर्न सक्दैनन्। किन विकास गर्नलाई त पुँजी चाहिन्छ। पुँजी प्राप्त गर्नको निम्ति पावरमा जानुपर्छ। त्यो पावरमा जाने ल्याकत उहाँहरूको छँदै छैन। त्यस कारणले उहाँहरूले विकास केही पनि गर्न सक्नुहुन्न। त्यस कारणले भोट खेल्न नहाल्नको निम्ति सम्पूर्ण पार्टीमा छरिएर रहेका आदरणीय मतदाता महानुभावहरूलाई पनि म 2 हात जोडेर अनुरोध गर्न चाहन्छु। किनकि यस्ता अनुरोध गर्ने क्षणहरू पटक पटक नहुन पनि सक्छ। तपाईँले गम्भीरतापूर्वक लिनु होला यो कुरालाई। किन विगतमा त खेर हाल्नुभयो, अब यो पटक चाहिँ खेर नहाल्नुभयो होला कृपया। त्यस कारणले अत्याधिक मत दिएर वर्षमान पुनः अनन्तलाई जिताउँ, तारा चिन्हमा भोट हालौँ, गाउँ गाउँमा जाउँ, बस्ती रस्तीहरूमा हामी घुमौँ, सारा मान्छेहरूलाई गोलबन्द गरौँ, मतदाताहरूलाई राम्रोसँग हाम्रो चुनाव चिन्हको बारेमा अवगत गराउँ, चिनाउँ र वर्षमान पुनलाई हामीले सोचेको भन्दा पनि धेरै माथिबाट विगतको जुन रेकर्ड छ त्यसलाई पनि ब्रेक गर्ने गरी हामीले अत्याधिक मतले जिताउँ र वर्षमान पुनलाई आगामी दिनहरूमा यो मुलुकको प्रधानमन्त्री भएको हेर्न पाऊँ। यति भन्दै मेरो संक्षिप्त मन्तव्य यही अन्त्य भएको घोषणा गर्न चाहन्छु। हवस् त क्रान्तिकारी, लाल सलाम।